हेलो नमस्ते सबैजनालाई गुड मर्निङ। आज चाहिँ बिहान उठेर घरको काम फिनिस गरेँ किनकि आज नवरात्रिको लास्ट दिन हो। उता चाहिँ आमा पकाइराख्नुपर्छ, म चाहिँ हिँडेकी सानसाना केटीहरूलाई लिन ल। अब यसै त नौरी खुवाउँछन् तर म चाहिँ नौरी खुवाउँदिनँ, दोरी नै ल्याउँछु। जस्तो आफूले अब जसरी सक्यो त्यसै नै अब गर्न पर्ने, जस्तो सक्छु त्यस्तै गरिरहेछु आज। अनि मेरो भिडियो कसले हेरिराख्नु भएको छ लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला, सँगै फलो पनि गरिदिनु होला। अनि केटीहरू ल्याएर कस्तो के नियम गरे, कसरी खुवाए, के पकाउनु भयो आमालाई तपाईँहरूलाई देखाउँदैछु, सँगै हेर्दै जानु होला। आज चाहिँ 9 दिनको नवरात्रि लास्ट हो अनि आमाले त पूजासुजा गर्नुभयो। अब म चाहिँ यसपालि चाहिँ केही पनि गरिनँ। अब भिडियो चाहिँ अलिकति बनाउनु राखेँ यसरी पूजासुजा गरेर। अनि यता आरती गर्न ठिक पारिराख्नु भएको थियो आमाले केटीहरूलाई। म चाहिँ गरेँ, केटाकेटीलाई लिएर आएँ। अब यहाँ दोरी केटी, यहाँ चिरा चाहिँ लिएर आएँ कि अब। अनि यता विद्या तो साइड गर्नु पर्छ। यहाँ चाहिँ आमाले उसलाई के भाइलाई ऊ गरिराख्नु भएको थियो, नियम गरिराख्नु भएको थियो किनकि केटो एउटा चाहिन्छन् भन्छन्। अब अनि यहाँ भाउजूको छोरोलाई मैले ल्याएकी थिएँ। अनि यसपालि चाहिँ मैले नौरी केटीलाई चाहिँ बोलाइनँ, दोरी मात्रै केटी बोलाएँ किनकि मैले सोचेको अब नौरीलाई दिनुभन्दा दोरीलाई जोड गरेर दिनुपर्छ अरे। एउरीभन्दा बेसी हुनपर्छ, दोस्रोभन्दा मतलब उता हुँदैन भन्छन्। त मैले सोचेँ नौरीलाई दिनुभन्दा दोरीलाई नै मजाले दिउँ भनेर। अनि केटो एउटा चाहिन्छ भन्थ्यो अनि भाउजूको छोरालाई बोलाएँ। उहाँ चाहिँ सानसाना दोरी अब टिक्लो बुइनीहरूलाई बोलाएकी थिएँ। अनि आमा चाहिँ यता नियम गरिराख्नु भएको थियो। आज चाहिँ मैले के गरिनँ, अब यता भिडियो गर्दै गयो। अनि नियम चाहिँ जस्तो सको त्यस्तै अब गऱ्यौँ। अब त्यति पनि हाम्रो अब त्यति ऊ पनि छैन अब किनकि बेसी साल पनि भएको छैन अब नवरात्रि गरेको। त्यही भएर जस्तो अब भिडियोमा हेरेका बा अरूलाई सोधी गरेका अब। अनि यसै नै अब चुनी पनि लगाउन पर्छन् अरे। अनि पहिले फार्स्ट चाहिँ खुट्टा मजाले धुवाएर आल्टा साल्टा लगाइदिन पर्छ। अनि चुर्नी अनि फेरि यता गिफ्ट मैले चाहिँ हिजै विशालबाट गरेँ। अब जस्तो सक्छु त्यस्तै अब सानो गिफ्ट लिएर आएकी थिएँ। अनि उनीलाई पनि राम्रो लाग्यो। माने जस्तो अब गिफ्ट हो सिङ्गारको वस्तु दिनपर्छ, हो पढ्ने अब त्यस्तो केरा दिनपर्छ भन्छन्। मैले चाहिँ पढ्ने वा स्कुल जाने जस्तै अब दिएकी थिएँ। बहुत खुसी भएका थिएँ अब गिफ्ट। यहाँ चाहिँ पापाले पनि नियम गर्नुभयो। अब टिको लगाउनु भयो कन्या केटीलाई अनि सबैलाई पैसा दिनुभयो। पापा चाहिँ एकदम पुरा लास्टमा अब सबैले गरेपछि यहाँ चाहिँ अब 3 जनालाई पहिले खाना दिउँ। अनि उनीहरू चाहिँ एकदम पुरा मजाले खाना थाले, पुरा खुसी भएर। अनि आजको भिडियो हेरेर कस्तो लाग्यो मलाई भन्नु होला, लाइक कमेन्ट अनि सेयर गर्न नभुल्नु होला। अनि सँगसँगै फलो पनि गरिदिनु होला। अनि मैले जति सके देखाउन कोसिस गरेँ, तपाईहरुलाई कस्तो लाग्यो भन्नु। अनि मैले गरेको भएको छ कि छैन त्यो पनि जनाउनु होला। यदि के भुल भएको छ भने त्यो पनि कमेन्ट गरेर भन्नु होला। अनि आजलाई यति नै, भोलि फेरि नতুन भिडियो लिएर आउँछु। बाइ बाइ।